कृषिमा आकर्षित बङ्गे पाक्रिवासका किसान आम्गानी पकी सङ्कोष्की गङ्कुका पाक्रिवास किन जौकार क्षेत्रमा कृषिमा संलग्न किसानहरूले खेतीपातीबाट सङ्कोचजनक आम्गानी भइरहेको बताएका छन् कि स्थानीय किसानहरू व्यावसायिक कृषितर्फ आकर्षित हुँदै जाँदा ग्रामीण क्षेत्रमा रोजगारी र आयोजनका अवसर समेत बग्न थालेका छन्। सिजनमा साग हुन्छ, बर्खे हिउँदे साग, अनि हाम्रो त्यस पछाडि मुला भयो, अनि तोरी पनि हुन्छ, अनि त्यस पछाडि हाम्रो अलैँची खेती हुन्छ। कृषिबाट व्यवस्थित तरिकाले गऱ्यो भने राम्रै इन्कम आउँछ। अब अलिकति ट्रेनिङहरू कम भयो, अब कुन बेला के लगाउने, त्यस पछाडि कस्तो बेला कस्तो लगाउने, अनि त्यो औषधिहरू पनि अब लाउने कि नलाउने, कम्पोस्ट फर्टिलाइजर यस्तो कुराहरूलाई चाहिँ ट्रेनिङहरू राम्रोसँग गऱ्यो भने राम्रै उत्पादन हुन्छ, घर परिवार पाल्न सकिन्छ। अब अरूलाई पनि म के भन्छु भने यदि तपाईँहरूको जग्गाहरू खाली छ भने चाहिँ अब पक्कै पनि मार्केटले राम्रो अब मार्केट लिएला होइन सब्जी खेतीबाट, त्यसैले तपाईँहरूले गर्नु होला। अब तपाईँहरूलाई मन्थली नभनौँ 30-35 हजारको चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ। यस्तै कोपी खेती, अब साग मुलाहरूबाट, अब मटर खेती यस्तोबाट गर्न सक्नुहुन्छ इन्कम। अब तपाईँहरूले अब अलिक धेरै मासमा रोप्नुभयो भने चाहिँ धेरै इन्कम हुन्छ। हाम्रो चाहिँ अलिक थोरै नै छ, त्यस कारणले गर्दाखेरि त्यस्तै नै हुन्छ हाम्रो साइड इन्कम भनौँ न, मेन इन्कम साइड इन्कम। गाजर, कोपी, खुर्सानी जे पनि रोप्छु। कति रोपनीमा गर्नुभएको छ? होइन धेर छैन, हाम्रो भर्खर सुरु गरेको। कति भयो नि, कति समय भयो गर्नुभएको? त्यही 6 महिना 5 महिना भएको। 6 महिनामा कस्तो हुँदैछ र कृषिको यात्रा? भर्खर सुरु गर्दैछ, अब बेच्दा कसरी हुन्छ, कति निस्किन्छ थाहा छैन। भर्खर सुरु गरेको। बेच्ने चाहिँ बजारमा चाहिँ पुऱ्याउनु भएको छैन अहिलेसम्म? त्यति छैन हौ, अब चाहिँ सुरु गरौँला। अनि तपाईँ कृषि नै रोज्नुको कारण चाहिँ के हो? त्यो अब अलिअलि फाइदा हुन्छ कि भनेर। अरूले गरेको देखेर हो कि? हुन्छ कि भनेर। अनि कस्तो हुन्छ होला कति हुन्छ होला भयो भने? अब सुरु गर्दैछु, कस्तो हुन्छ। अहिलेसम्म चाहिँ के समस्याहरू झेल्नु भएको छ? समस्याहरू आएको छ? आएको छैन। स्थानीय किसानहरूको अनुभवले कृषि क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै कृषि उत्पादन वृद्धि र आत्मनिर्भरता कायम गर्न स्थानीय तहबाट थप प्रोत्साहन आवश्यक रहेको किसानहरूको भनाइ छ।